यदि स्टुडेन्टहरूले ब्याचलर पास गर्नुभयो 3 इयर्स अथवा 4 इयर्स ब्याचलर 3 इयर्सको ब्याचलर छ भने 60% जिपिए र 4 इयर्सको ब्याचलर छ भने 55% अथवा 2.1 आएको छ भने उहाँहरूले अब सिधै रिसर्च डिग्रीमा आफ्नो युकेको एजुकेसनलाई अगाडि बढाउन सक्नुहुन्छ र साथसाथै डिपेन्डेन्ट पनि उहाँहरूले लान सक्नुहुन्छ। यो चाहिँ एप्लिकेसन सेक्टर 1 इन्टेकको लागि खुलिसकेको छ र रिसर्च प्रपोजल पनि म्यान्डेटोरी छैन इन केस अफ बिजनेस स्टडिज। जुन म्यानेजमेन्टमा चाहिँ आफ्नो रिसर्च अगाडि बढाउन चाहनुहुन्छ भनेदेखि उहाँहरूलाई रिसर्च प्रपोजल पनि म्यान्डेटोरी छैन र आइएल्सको रिक्वायरमेन्ट चाहिँ कस्तो छ भनेदेखि 6.5 ओभरअल चाहिँ हजुरहरूको आइएल्स आउनु पर्यो, नट लेस देन 5.5 भए पनि भयो। राइटिङमा चाहिँ 6 चाहिँ हुनु पर्यो। अपडेट यसको यही नै छ। यो रिसर्च डिग्रीमा चाहिँ धेरै एप्लिकेन्टहरूले चाहिँ एप्लाई गर्ने भएको हुनाले लिमिटेड सिट भएको हुनाले एकदमै छिटो भन्दा छिटो हजुरहरूको एकाडेमिक डकुमेन्ट लिएर चाहिँ VXL एजुकेसन काउसिटीमा चाहिँ सम्पर्क गर्नु होला। थ्याङ्क यू।